नेपालमा पनि अब पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप आइसकेको छ। जुन खोप यही मिति 2081 माघ 22 देखि फागुन 6 गतेसम्म देशभरि नै लगाइरहेछ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भनेको एचपीभी भाइरसको संक्रमण हो। जुन भाइरस चाहिँ 200 प्रजातिको हुन्छ। त्यो 200 प्रजाति मध्ये 16 र 18 प्रजातिको भाइरसले नेपालमा 80% पाठेघरको मुखको क्यान्सर गराउने गर्छ। विश्वको तथ्याङ्क हेर्दै हो भने वर्षभरिमा 5,70,000 महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर लाग्छ। ती महिलाहरू मध्ये 11,000 जना महिलाको चाहिँ मृत्यु हुने गर्छ। नेपालको अवस्था हेर्ने हो भने प्रत्येक वर्ष 2169 जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखिन्छ। ती मध्ये 1113 जना प्रत्येक वर्ष मृत्यु हुने गर्छन् भने हरेक दिन 4 जना महिलाहरू चाहिँ पाठेघरको मुखको क्यान्सरकै कारण मर्ने गर्छन्। जुन सुन्दा पनि एकदमै दुःख र दर्दनाक छ। तर खुसीको कुरा के छ भने नेपालमा अब पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिँदैछ। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तपाईले कहिले लगाउने, तपाईले कहिले लगाउने थाहा पाउनको लागि नजिकैको स्वास्थ्य चौकी, स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सोधेर जानकारी लिन सक्नुहुनेछ। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चाहिँ कसले लगाउन पाउँछ? यो खोप चाहिँ कक्षा 6 देखि 10 कक्षासम्म पढ्ने 10 देखि 14 वर्षका किशोरीहरूलाई मात्र लगाइन्छ। किनभने यो उमेरमा यो खोप लगायो भने यसले एकदम राम्रो प्रभाव देखाउन सक्छ। 98 देखि 100% सम्म यसले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ। पाठेघरको मुखको क्यान्सर लगाउने एचपीभी भाइरस चाहिँ कसरी सर्छ? यो भाइरस यौन सम्पर्कको माध्यमबाट सर्छ। लक्षण तथा चिन्हहरू कस्ता हुने गर्छन्? एचपीभी भाइरस लागेको सुरुको अवस्थामा कुनै पनि लक्षण तथा चिन्हहरू देखिँदैन। यौन सम्पर्क गर्न सुरु गरेका कुनै पनि महिलालाई आफ्नो जीवनकालभरिमा एक न एक पटक अवश्य पनि एचपीभी भाइरस सर्छ वा लाग्छ। र एचपीभी भाइरस सरिसकेपछि वा एचपीभी भाइरस लागिसकेपछि त्यो भाइरसको संक्रमण लगातार 20 वर्षसम्म रहिराख्यो भने त्यसले गर्दा पाठेघरको मुखको क्यान्सर गराउन सक्छ। र पाठेघरको मुखको क्यान्सर भइसकेपछि मात्रै लक्षण तथा चिन्हहरू देखिन्छ। जुन लक्षण तथा चिन्हहरू देखिन सुरु गरेपछि कुनै पनि उपचार गर्न असम्भव जस्तै हुन्छ। लक्षण तथा चिन्हहरू कस्ता हुन्छन् भने तल्लो पेट दुख्ने, योनिबाट गनाउनु पानी आउने, योनिबाट अनियमित तरिकाले रगत बग्ने, रगत धेरै बग्ने, महिनाहरूको बिचमा थोपा थोपा रगत देखिने, धेरै कमजोरी महसुस हुने र रक्त अल्पता हुने जस्ता विभिन्न लक्षणहरू देखिन्छ। अब एचपीभी भाइरस सर्नबाट, एचपीभी भाइरस लाग्नबाट वा पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बस्ने, कसरी रोकथाम गर्ने? पहिलो रोकथामको तरिका हो पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने। जुन खोप चाहिँ 10 देखि 14 वर्षका किशोरीहरूलाई सिक्कोलिन खोप एक मात्र लगाए पुग्छ। खोपको नाम हो सिक्कोलिन, जुन 0.5 ml देब्रे बाखुराको मासुभित्र लगाइन्छ। यो सिक्कोलिन खोपले 16 र 18 प्रजातिको एचपीभी भाइरसको संक्रमण हुन र पाठेघरको मुखको क्यान्सर हुनबाट 98 देखि 100% सम्म बचाउँछ। 10 देखि 14 वर्षका किशोरीहरूलाई त खोप लगाएर यो रोग लाग्नबाट बचाउने। त्यो भन्दा माथिकाले के गर्ने? त्यो भन्दा माथिकालाई 14 वर्षभन्दा माथिकालाई के गर्ने भने कुनै पनि महिला 30 देखि 50 वर्षको छ भने त्यो महिलाले हरेक 3 वर्षमा VIA प्रविधिबाट, VIA माध्यमबाट पाठेघरको मुखको जाँच गर्ने। फाइनली पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप आइसकेको छ। यो खोप लगाउनको लागि तपाईले धेरै भन्दा धेरै शेयर गरेर प्रचार गरिदिनु होला।